नेपाल स्वास्थ्य विज्ञानको सुरुवात भूमि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। 3 दशक यता पार्टीबाट सरकारमा गएका सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौं भन्दै कांग्रेस महामन्त्री गगन कुमार थापाको प्रस्ताव। राज्यले जनता भड्काएको कारण तीनकुनेमा आतंक मच्चिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाको टिप्पणी। सत्ता र शक्तिमा भएकाहरूको गोटी बनेर हेर्दा दिन प्रतिदिन इज्जत क्षय हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई। बजेट विनियोजनको निष्पक्षता जाँच्न संसदीय समिति बनाउन कांग्रेस सांसद अर्जुन नरसिंह केसीको माग। ऊर्जामा टेक एन्ड पेको अवधारणालाई समीक्षा गरेर सच्याउनु पर्ने नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। अलिकति पनि दया लाग्दैन, हृदय छैन भन्दै सरकारलाई कांग्रेस सांसद सुनिल शर्माको प्रश्न। कुलिङ पिरियड लागू गर्नुपर्छ भन्दा पनि प्रधानमन्त्रीको हट किन भन्दै कांग्रेस नेता शेखर कोइरालाको प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न। स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी माग गर्दै माइती घरमा प्रदर्शन। सरसफाई सम्बन्धी सचेतना घर घरमा फैलाउनु पर्ने नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई। मोबाइल फोन चार्जरमै 30 करोड 29 लाख रुपैयाँ बाहिरियो र स्कटल्यान्ड माथिको जितले टोलीको मनोबल थप बढ्नेछ भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको धारणा। दर्शक महानुभाव नमस्कार, हाम्रो न्युजको न्युज बुलेटिनमा यहाँलाई हार्दिक स्वागत छ। सदाको चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ। आजका महत्त्वपूर्ण समाचार, ब्रेकिङ न्युज अपडेट, संसदमा के भयो, संसदमा कसले के बोल्यो, संसदमा आज अवरोध कस्तो रह्यो, रासोपाको भूमिका के कस्तो रह्यो लगायतका प्रसङ्गहरू आज हामीले समेट्दैछौँ। तपाईलाई काम लाग्ने हेर्नै पर्ने महत्त्वपूर्ण खबरहरू पनि आज हामीसँग छन्। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतका लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। दर्शक महानुभाव, पल पलको न्युज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस् अनि नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेख्नुहोला। देशभित्र हुनुहुन्छ भने आफू रहेको गाउँ ठाउँ सहर जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेरिरहनु भएको छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका महत्त्वपूर्ण समाचारहरू सुरु गरौँ। नेपाल स्वास्थ्य विज्ञानको सुरुवात भूमि भएको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको प्रसङ्गबाट। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको सुरुवातको भूमि भएको बताउनु भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको 6औं बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको उल्लेख गर्नुभयो। पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेको उहाँको भनाइरहेको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रूपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, यो स्वास्थ्य विज्ञानको सुरुवातको भूमि हो, स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो। हामीले यसलाई डेभलप गर्न सक्दैनौँ भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडोलोजीहरू, पुराना विधि प्रविधिहरू उपयोगी हुन सक्छन्, यसलाई पनि लिएर अघि बढ्न सक्छौँ, प्रधानमन्त्रीले भन्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पछिल्लो 3 दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव गर्नुभएको छ। आइतबार जेनजी पुस्ता र लोकतान्त्रिक विचार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्न प्रस्ताव राख्नु भएको हो। भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता जेनजीको भरोसा जित्न नसकिने उहाँको भनाइ छ। उहाँले कुनै पनि दलप्रति पूर्वाग्रही नभएको व्यक्तिलाई आयोगको नेतृत्व दिएर 2046 सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले छानबिनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने 8 पार्टीले गर्न सके मात्र जेनजी पुस्ताले आफूहरूका कुरा सुन्ने जिकिर गर्नुभयो। उहाँले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचार मुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 2046 सालको आन्दोलनपछि नेपाली कांग्रेस सत्तामा आएको हो। नेपाली कांग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जसले जिम्मेवारी लिएका छौँ, बितेका 30 वर्षभन्दा लामो समयको संसदबाटै पूर्व न्यायाधीशको संयोजकमा छानबिन आयोग बनाऊ, देशले पत्याएको पूर्व न्यायाधीश छानौ, निष्पक्ष काम गर्ने मान्छे छानौ। यस्तो मान्छे छानौ कि त्यो एमाले कांग्रेस माओवादी केही पनि नहोस् र त्यो व्यक्तिलाई 2046 सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ति छानबिन गर्न भनौँ र त्यो छानबिन गराउँदै गर्दा जो मान्छे पर्छ, जतिसुकै शक्तिशाली मान्छे परे पनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्छ भनेर हामी आँट गर्यौँ भने बल्ल जेनजी पुस्ताले हाम्रो कुरा सुन्छ। यो पुस्ताको गुनासो सम्बोधन नगरिकन अब हामी उनीहरूका बीचमा जान सक्दैनौँ। यो नेपाली कांग्रेसका लागि सबभन्दा ठुलो चुनौती हो, महामन्त्री थापाले भन्नुभयो। विगतमा देशका लागि लडेकै आधारमा अब नेतालाई परिवारको लागि कमाऊ भन्ने पक्षमा नयाँ पुस्ता नरहेको उहाँले जिकिर गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले गत चैत्र 15 गतेको तिनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गर्नु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तिनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गर्नु भएको हो। सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईको पनि बचाउ गर्नु भएको छ। प्रसाई निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काइरहेको कारण तिनकुने आतंक भएको जिकिर समेत गर्नुभयो। उहाँले घटनाको निष्पक्ष छानबिनका लागि छानबिन समिति बनाउन समेत माग गर्नुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनु भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले अहिले पनि संसद जसरी चल्नुपर्ने हो त्यसरी चल्न नसकेको बताउनु भयो। उहाँले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष केसीले सत्ता र शक्तिमा भएकाहरूको इसारामा गोटी बनेर हिँड्दा दिन प्रतिदिन इज्जत क्षय भएर जाने उल्लेख गर्नुभयो। उहाँले देशमा केही हुन्न भन्ने भाव नयाँ पिँढीमा भएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो। वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने उहाँको भनाइ छ। संघीय प्रणाली नेपालको प्रगति र उन्नतिको लागि नलाइएको जिकिर गर्दै उहाँले सत्ता शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रको लागि दुर्दशा भएको बताउनुभयो। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद अर्जुन नरसिंह केसीले आगामी आर्थिक वर्षको बजेटमा मनमानी ढङ्गले विनियोजन भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्नु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद केसीले बजेट प्रक्रिया सन्तुलित र न्यायसङ्गत नभएको भन्दै असन्तुष्टि जनाउनु भएको हो। उहाँले बजेटमा मन्त्री तथा शीर्ष नेताहरूको जिल्लामा असमान रूपमा बढी विनियोजन गरिएको भन्दै त्यसबारे छानबिन हुनुपर्ने बताउनुभयो। दुई उपप्रधानमन्त्रीलाई मेरो आग्रह छ, तपाईँहरूले प्रस्तुत गर्नुभएको बजेट सही हो कि होइन त्यो हेर्नका लागि एक संसदीय समिति बनाऊ। यदि त्यो सम्भव छैन भने सुशासन समिति वा सार्वजनिक लेखा समितिमा पठाइयोस्। सांसद केसीले भन्नुभयो, जसरी मनपरी ढङ्गले विनियोजन गरिएको छ त्यो दुःखद मात्र होइन खेदजनक पनि हो। उहाँले बजेटको वितरणमा समान व्यवहार भएको छैन भन्दै प्रश्न गर्नुभयो। नयाँदेखि पुराना सबै सांसदप्रति समान व्यवहार भयो कि भएन? मन्त्रीहरू र शीर्ष नेताका जिल्लामा राखेको बजेट र अन्य जिल्लाको बजेट तुलना गर्दा के स्थिति देखिन्छ यसबारे छानबिन गर्नुपर्छ उहाँले भन्नुभयो। सांसद केसीले संसद मार्फत बजेट विनियोजन प्रक्रिया सुधार गर्न दबाब दिनुपर्नेमा जोड दिनुभयो। नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालको विकास मोडेलको बारेमा एकपटक छलफल गर्न जरुरी रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा विनियोजित बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले कम अवधिमा कसरी छिमेकी देशहरूले तीव्र रूपले विकासलाई अघि बढाए र नेपालले त्यसबाट सिकेर कसरी अघि बढ्ने भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताउनु भयो। मुलुकमा जलस्रोतको क्षेत्रमा भइरहेको विकास र उत्साहलाई निरन्तरता दिन जरुरी रहेको उहाँले बताउनुभयो। ऊर्जा क्षेत्रको प्रवर्धन र विकासले नै भारतसँगको व्यापार घाटालाई हटाउन सकिने उहाँले जिकिर गर्नुभयो। सांसद कार्कीले ऊर्जामा टेक एन्ड पेको अवधारणालाई समीक्षा गरेर सच्याउनु पर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले सरकारले 5वटा जिल्ला बाहेक अरू जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गर्नुभएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न तिर्साउनु भएको हो। उहाँले 5वटा जिल्लाका मात्र नेपाली नागरिक हुन् भन्दै प्रश्न गर्नुभएको छ। उहाँले कर्णाली मुगुदेखि तराई पहाडका 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् भन्दै प्रश्न गर्नुभएको हो। उहाँले नागरिकलाई खानेपानीको सिँचाइको लागि बोरिङ गाडिदिनु पाए हुन्थ्यो भन्ने लाग्दैन भनेर प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर गर्नुभयो। नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन प्रश्न गर्दै उहाँले देशको मन्त्री हो या सानो झुन्डको भन्दै प्रश्न गर्नुभयो। उहाँले अब 5 जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै प्रश्न तिर्साउँदै अर्को पटक यसरी सदन चलाउन सक्नुहुन्छ भन्दै टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, 5वटा जिल्लाका मात्र नेपाली नागरिक हुन् त? हाम्रो कर्णाली मुगु मुस्ताङ मधेसको तराईको पहाडको 5 जिल्ला बाहेक 72 जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन्? तपाईँहरूलाई अलिकति दया लाग्दैन? त्यहाँका नागरिकहरूलाई पानी खुवाइदिन पाए हुन्थ्यो, किसानहरूको लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन? म तपाईँहरूलाई भन्न चाहन्छु, नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन? तपाईँहरूको देशको मन्त्री नेता हो कि देशको एउटा सानो झुन्डभित्रको? तपाईँहरू एक्लै चुनाव जितेर आएको हो? त्यसो भए गठबन्धनको आवश्यकता किन? अब यही 4-5वटा जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले भयो त तपाईँहरू अर्को पटक सदन चलाउन सक्नुहुन्छ र? यो मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई उहाँले भन्नुभयो। उहाँले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्वयिक बनाउनु पर्ने बताउनुभयो। कांग्रेस नेता डाक्टर शेखर कोइरालाले निजामती विधेयक होल्ड गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति जनाउनु भएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले 2 वर्ष कुलिङ पिरियड राख्ने प्रावधान सहितको विधेयक संसदमा पेश गरे पनि ओलीको चाहनामा रोकिएको छ। कुलिङ पिरियड हटाउने पक्षमा प्रधानमन्त्री ओली रहनु भएको छ। आइतबार तनहुँमा भएको कार्यक्रममा कोइरालाले अरू दलले एकमतले कुलिङ पिरियड लागू गर्नुपर्छ भन्दा पनि प्रधानमन्त्रीको हट किन भन्दै आपत्ति जनाउनु भयो। कोइरालाले भन्नुभयो, अरू दलले एकमतले कुलिङ पिरियड लागू गर्नुपर्छ भन्छन्, प्रधानमन्त्रीको हट किन, कसको लागि सचिव बनाउने, रिटायर्ड हुने बित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कसको काम गर्लान् भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो। समितिले संसदमा पेश गरेको विधेयक असार 3 गते नै पारित गर्ने तयारीका साथ कार्यसूचीमा राखिए पनि संसद अवरोधलाई देखाएर सरकार पन्छेको थियो। विवादित रूपमा संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारी विरुद्धको रिटको निर्णय असार 18 गते सुनाउने गरी भएका बेला ओलीले त्यसपछिको परिस्थिति हेरेर मात्रै विधेयक पारित गर्ने तयारी गर्नु भएको हो। स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। आइतबार नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतलाई स्थायी पद कायम गर, त्रुटिपूर्ण ओएनएफ सर्वे संशोधन गर, स्वास्थ्य सेवा व्यवस्थापकको आबद्धता, अस्पतालको सेवामा चुस्तता, स्वास्थ्य सेवा व्यवस्थापकको लोकसेवामा स्थायी दरबन्दी सिर्जना गर भन्ने प्लेकार्डहरू बोकेर नाराबाजी गरेका थिए। सङ्घले स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरसफाई सम्बन्धी सचेतना घर घरमा फैलाउनु पर्नेमा जोड दिनु भएको छ। काठमाडौँमा आयोजित 6 महिने दैनिक सफाई अभियान समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो जोड दिनु भएको हो। उहाँले सफा गर्ने अभियान मात्र नभएर अब सचेतना फैलाउने कार्यक्रम पनि सुरु गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले घर घरमा सचेतना फैलाउँदै सफा गर्न थालेपछि फोहोर गर्नेहरूलाई पनि लाज लाग्ने र सफाई गर्नतर्फ ध्यान जाने उल्लेख गर्नुभयो। बौद्ध क्षेत्र पर्यटकीय गन्तव्यको विस्तार हुँदै गएको र बिस्तारै धेरै होटलहरू पनि खुल्न थालेको उहाँले उल्लेख गर्नुभयो। उहाँले ठमेल लगायतका ठाउँका पर्यटकहरू बौद्धतर्फ आकर्षित हुन थालेको बताउँदै उक्त क्षेत्र पर्यटकीय, वातावरणीय र सांस्कृतिक हिसाबले पनि उपयुक्त भएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, बौद्ध क्षेत्र पर्यटकीय गन्तव्य हुँदैछ, बिस्तारै धेरै होटलहरू यहाँ खुल्दैछन्, धेरै पर्यटकहरू पनि यतै बसेको देखिन्छ, बिस्तारै ठमेल लगायतका ठाउँका पर्यटकहरू यता आकर्षित हुन्छन् जस्तो मलाई लाग्छ। यहाँको पर्यटकीय, वातावरणीय र सांस्कृतिक हिसाबले पनि यो उपयुक्त ठाउँ छ। हामीले कार्यक्रम सफा गर्ने मात्रै नभएर अब अवेरनेस फैलाउने पनि गर्नुपर्छ। यही अभियानभित्र घर घरमा अवेरनेस फैलाउनुपर्छ। सफा गर्न थालेपछि जसले फोहोर गर्न उसलाई पनि लाज लाग्छ। उहाँले सरसफाई अभियानलाई काठमाडौँभर सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो। करोड 29 लाख रुपियाँ बराबरका मोबाइल फोन चार्जर नेपालमा भित्राइएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा विभिन्न देशमा उक्त रकम बाहिरिएको हो। भन्सार विभागका अनुसार यो 11 महिनाको अवधिमा 39,42,866 थान मोबाइल फोन चार्जर आयात गरिएको छ। भारत, चीन, अस्ट्रेलिया, कनाडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्यान्ड, पोर्चुगल लगायतका देशबाट मोबाइल फोन चार्जर ल्याइएको हो। ती चार्जर नेपालमा ल्याउँदा नेपाल सरकारले 94 करोड 39 लाख मात्रै आम्दानी गरेको छ। मोबाइल फोन चार्जर नेपालमा आउने देशमध्ये सबभन्दा बढी चीनबाट हो। उक्त देशबाट 35,70,000 थान चार्जर आएको छ। उक्त चार्जर खरिद गर्न 28 करोड 10 लाख रुपियाँ चीन पठाइएको छ। चीनबाट आएका ती चार्जरबाट राज्यले जम्मा 8 करोड 62 लाख राजस्व सङ्कलन गरेको छ। यस्तै 11 महिनाको अवधिमा सबभन्दा धेरै फोन चार्जर भारतबाट भित्रिएको छ। भारतबाट 3,72,692 थान त्यस्ता फोन चार्जर नेपालमा आयात गरिएको छ, जसका लागि 2 करोड 97 लाख रुपियाँ खर्चनु परेको छ। भारतबाट आएका त्यस्ता फोन चार्जरबाट राज्यले जम्मा 80,79,000 राजस्व उठाएको छ। समग्रमा हेर्दा चीन र भारत मोबाइल चार्जरको प्रमुख स्रोत बनेका छन्। सस्तो र व्यापक आपूर्ति भएका कारण यिनै दुई देशमाथि नेपालको निर्भरता उच्च देखिएको छ। भारतमा पछिल्लो समय चार्जर निर्माणका लागि सरकारले त्यस्ता उद्योगलाई विशेष प्राथमिकतामा राख्दै सुविधा समेत दिँदै आएको छ। त्यहाँ खास गरी PLI, PMP, मेक इन इन्डियाका कार्यक्रम सञ्चालन भइरहेका छन्। ती कार्यक्रमहरूले चिपसेट, चार्जर, कनेक्टरहरू उत्पादक गर्नेहरूलाई विशेष सहुलियत दिइरहेको छ। अर्थतन्त्रमा बलियो हुँदै गइरहेको चीन समेत इलेक्ट्रोनिक सामान निर्माणमा छलाङ मारिरहेको छ। चीनको मोबाइल चार्जर बजार 2023 मा लगभग 5.8 खर्ब रुपियाँमा रहेको थियो, जसलाई 2030 सम्म यसलाई भारी रूपमा बढाउने लक्ष्य राखिएको छ। भारत, चीनले आफ्ना यस्ता उत्पादित इलेक्ट्रोनिक वस्तुहरूलाई विश्वभर फैलाउन तीव्र प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरू तीव्र रूपमा लाग्दा नेपाल भने यस्ता वस्तु उत्पादनमा खासै जोड दिइरहेको देखिँदैन। सरकारका नीतिहरूले समेत त्यसतर्फ ध्यान दिन सकिरहेका देखिँदैनन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता बलिया टोली विरुद्ध राम्रो प्रदर्शनसँगै जित हुनुले आगामी खेलमा
टोलीको मनोबल थप बन्ने बताउनु भएको छ। आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षक स्टुआर्ट लको आगमनसँगै थोरै समयमा धेरै सुधार आएको भन्न नसकिने उल्लेख गर्दै टोलीको वातावरण राम्रो बनेको उल्लेख गर्नु भएको छ। स्कटल्यान्डमा नेपालले आइसिसी विश्वकप लिग 2 को 4 खेलमध्ये 3 जित दर्ता गरेको थियो। लिग 2 को अङ्क तालिकामा कमजोर देखिएको नेपालले यो भ्रमणमा भने सुधारिएको प्रदर्शन गरेको देखिएको थियो। कप्तान रोहितले छोटो समयमै नयाँ प्रशिक्षकबाट धेरै पक्षमा सुधार आएकाले यो नतिजा सम्भव भएको भन्न नमिल्ने उल्लेख गरे। यद्यपि स्टुआर्ट लले टोलीको वातावरण र माइन्डसेटमा पनि सुधार ल्याएको रोहितको भनाइ छ। कप्तान रोहितले प्रशिक्षक स्टुआर्ट ल सिधा र सरल तरिकाले प्रशिक्षण गरेको उल्लेख गरेका छन्। मिटिङभन्दा पनि मैदानमा कसरी जित निकाल्नेतर्फ प्रशिक्षकको ध्यान केन्द्रित हुने गरेको रोहितको भनाइ छ। रोहितले यी सफलताको जित भने कोचिङ स्टाफलाई नै दिनुपर्ने बताएका छन्। नेपालले लिग 2 मा जस्तै 3 देश स्कटल्यान्ड र नेदरल्यान्ड सम्मिलित टी20 श्रृङ्खलामा पनि 4 खेलमध्ये 2 खेल जितेको थियो। नेपालले आइसिसी वरियतामा आफूभन्दा बलियो टोलीलाई हराउँदै सुधारेको खेल प्रदर्शन गरेको हो। कप्तान रोहितले यी बलिया टोली विरुद्ध जितले लिग 2 को आगामी श्रृङ्खलाका लागि पनि नेपाली टोलीको आत्मबल बढाउने आशा व्यक्त गरेका छन्। टी20 श्रृङ्खलामा नेपालले नेदरल्यान्डसँग 3 पल्ट सुपर ओभर खेलेको थियो। उनले 3 पल्ट सुपर ओभर होला भन्ने कल्पना नगरेको र त्यहाँसम्म पुग्न नन्दन यादवले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। सुपर ओभरमा समय लिएर खेल्न अवस्था नहुने र नतिजा पनि चाहे अनुरूपको नआएको उनले उल्लेख गरे। तेस्रो सुपर ओभरमा भने सोचे अनुरूप हुन नसकेको उनी बताउँछन्। आइसिसी टी20 विश्वकप एसिया चरणको तयारीका लागि राम्रो ब्याकअप आवश्यक पर्ने भएकाले यसै टी20 श्रृङ्खलामा सबै खेलाडीलाई अवसर दिएको कप्तान रोहितले बताएका छन्। हवस् त दर्शक महानुभाव, आजका महत्त्वपूर्ण समाचारहरू यति नै। हामीले प्रस्तुत गरेका समाचारहरूप्रति तपाईँको धारणा के छ? आफ्नो धारणा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हाम्रो मेहनतका लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। दर्शक महानुभाव, पलपलको न्युज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस् अनि नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। पलपलको न्युज अपडेटका साथ फेरि पनि हाम्रो भेट हुनेछ। तपाईँ हाम्रो न्युज हेर्दै गर्नुहोस्। नमस्कार।